के नेपाली दुईवटा हात्तीका छावाहरू रुद्रकली र खगेन्द्रलाई कतारको गर्मीमा साँच्चीकै गाह्रो होला त? यो बारेमा धेरैजनाको जिज्ञासा चलिरहेको छ। यता कता भिडियोहरू हेरेर अनुमान त लगाइसक्नु नै भयो होला। कतार दुबई जस्तो देशहरूमा निकै नै गर्मी हुने भए पनि हात्तीहरू चिडियाखानाहरूमा राखिएको हुन्छन्। म काम गर्ने ठाउँ यानकि दुबईमा पनि 4वटा हात्तीहरू छन्। हात्तीहरूलाई गर्मीबाट बच्नको लागि नुहाउने वा पौडिने पोखरीहरू हुन्छन्, जुन रुद्रकली र खगेन्द्रको खोरमा पनि हामीले मजाले देख्न सकिन्छ। गर्मीको बेलामा चिसो पानीको कणहरू फ्याँक्ने मिस्टिङ फ्यानहरू हुन्छन्। खोरको वालहरू पनि यस्तो प्वालहरूबाट यस्तै पानीका मिस्टहरू फाल्छन्। हरियाली भए पनि हाम्रो चितवनतिर पनि गर्मीमा तापक्रम निकै नै धेरै हुन्छन्। अनि सजिलो कुरा चाहिँ अहिले के छ भने कतारमा पनि चिसो छ। अब तापक्रमहरू बिस्तारै बढ्न अझै निकै समय छ। बेला बढ्दो तापक्रमलाई दुईवटा छावाहरूले आफै पनि एडप्ट गर्दै जान्छन्। सोच्नुहोस् त, जुन जुलाई या अगस्ततिरको गर्मीमा यी दुईवटा हात्तीको छावाहरू कतारतिर रहेको भए अवस्था कस्तो हुन्थ्यो होला? यसरी विभिन्न देशहरूले जीवजन्तुहरूको आदान प्रदान गरेका लामो इतिहास छन्। चीनले पाण्डा, श्रीलङ्का थाइल्यान्डले हात्ती, इन्डोनेसियाले कोमोडो ड्रागन आदि। यसरी नै एनिमल डिप्लोमेसी अर्थात् जीवजन्तुहरू मार्फत मित्रता र सम्बन्ध सुधार गर्ने लामो परम्परा रहिआएको छ। धेरै नेपालीहरूले गर्मी ठाउँमा नेपाली हात्तीको चासो र चिन्ता राख्नु स्वाभाविक हो। तर त्यस्तो धेरै चिन्ता चाहिँ गर्नु पर्दैन है। त्यत्रो मेहनत गरेर लगेको हात्तीलाई राम्रो वातावरण दिन कतार पनि सदैव तयार हुनेछन्। नियमित डाइटहरू जसमा दाना, हरियो घाँस, सुकेको घाँस, वाटरमेलन, स्याउ, केरा, सक्खरखण्ड, गाजर, उखु जस्ता खानाहरू सजिलै पाउनेछ। दैनिक विशेष स्याहार सुसार र नियमित स्वास्थ्य जाँच पनि पाउनेछ। आवश्यक परेको बेला मिनरल्सहरू पनि साथमै हुनेछ भने दैनिक हजारौं भिजिटरहरूको आकर्षणको केन्द्र हुनेछ। अनि नेपालबाट ल्याएको हो भनेर सधैँ नेपाललाई पनि सम्झिरहनेछ। ल भन्नुहोस् त, नेपालको अरू हात्तीहरूले पनि मान्छेले जस्तै बोल्न सक्ने वा बुझ्न सक्ने ज्ञान भएको भए यस्तो सुविधा र आकर्षक अनि सफा ठाउँमा जान्छौँ भनेर सोध्यो भने के भन्छ होला भन्नुहोस् त? हामी नेपाली नागरिकहरू विभिन्न देशमा बिहारको लोकमा मुलुक छाडेर जानेको ताति नै छ। त्यसैले त्यति धेरै चिन्ता चाहिँ लिनु पर्दैन है। विशेष गरी अरू देशहरूको चिडियाखानामा विभिन्न जीवजन्तुहरूको अधिकार र उनीहरूको वासस्थान वा प्राकृतिक वासस्थान उपलब्ध गराउनको लागि निकै नै तत्पर हुन्छन्। त्यसैले गर्मीबाट बचाउनको लागि वा गर्मीलाई एडप्टेसन गराउनको लागि कतारले पनि कुनै कसर लागिरहेने छैन भन्ने चाहिँ मलाई लाग्छ। नजानु गइसक्यो, नपठाउनु पठाइसक्यो। अब रुद्रकली र खगेन्द्रको सुखद बसाइको लागि कामना गरौँ है त। धन्यवाद।